म आजको अपडेट दिन गइरहेको छु। आज म त्यतै पहिलाकै रुटमा चिया बगानतिर मर्निङ वाक गर्दै गर्दै आइपुगेको छु। आज अलिक पहिला सदा चाहिँ छैन, अलिक चिसो अलि बढेको छ। उसैले अलिकति उसै बढेको छ, त्यही भएर सबैजना जोगिएर बस्नु होला। एकदम तातो तातो खानेकुराहरू, झोल पदार्थ, सुपहरू खाने गर्नु होला र न्यानो कपडा लगाएर बस्नु होला। सबै आफ्नो ठाउँमा सेफ्टी भएर बस्नु होला। यो सिरेटो अलिक ज्यादा बढेको छ यता तपाईँको झापा केचानातिर, तपाईँहरूतिर कस्तो छ यो कमेन्टमा लेखिदिनु होला। कि पुरै चिया बगान छ तपाईँको यता भन्नुहुन्छ भने बिचमा मकै अनि त्यसपछि केरा खेती हो यो सबै। केरा खेती चिया बगान यही तपाईँहरू कुरा। अब फर्किँदैछु, फर्किने क्रममा हो। हल्का हल्का पसिना निस्किएको छ, यतिको चाहिँ गर्नु पर्ला किनभने अलिक फ्याट बढी भइसक्यो ज्यानमा। यति घट्नु चाहिँ नघट्ला, तर तपाईँको अलिकता लेभलमा त ल्याउँछ कि भन्ने कुरा हो। तर बिहान एक्सर्साइज गर्दा शरीरको लागि राम्रै हो। हस्त शुभ दिन शुभ रहोस्। हस्त नमस्कार जय नेपाल।